नमस्कार सम्पूर्णमा म ओ नेपालीजको संस्थापक अर्थात् किशोर प्रसाद घिमिरे आज नयाँ भिडियो र नयाँ कन्टेन्टको साथमा हजुरहरूको सामु उपस्थित भइसकेको छु। र आजको भिडियो हाम्रो चाहिँ च्यानलभन्दा अलिक बाहिर पट्टिको र केही फरक कन्टेन्ट लिएर हामी यहाँ उपस्थित भएका छौँ। आज हामीसँग म चाहिँ नि दुईजनासँग इन्टरभ्यू लिँदैछु, जुन दुईजनालाई हजुरहरूले पहिल्यै पनि चिनिसक्नु भएको देखिसक्नु भएको छ, चिनिसकेको भन्दा पनि देखिसक्नु भएको छ। आज उनीहरूकै इन्टरभ्यू म लिन गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेरी साथ दिनुहोला। र ती दुई व्यक्ति कोही नभइकन हाम्रो एक त एकदमै प्रमुख क्यारेक्टर जसले चाहिँ गल्ली क्रिकेट इन नेपाल भन्नेमा पनि खेल्नु भएको थियो। आजभन्दा करिब 1-2 वर्ष अगाडि दसैँमा दशा भन्ने भिडियोमा पनि खेल्नु भएको थियो। क्यामेराम्यान उसमाथि फोकस गर्नुहोला। र अर्को हाम्रो चाहिँ यस भिडियोमा जोडिनु भएको छ, यस भिडियोमा आउनु भएको छ गेस्ट कोही नभइकन भिलेन भर्सेस भिलेजर, जुन ओ नेपाली च्यानलको सबैभन्दा भारी रोल निभाएर करिब 2 मिनटको मात्र रोल खेलेर मेरो च्यानलकै इतिहासमै सबैभन्दा बढी भ्युज प्राप्त गर्ने भिडियो चाहिँ त्यो भिडियो बनेको थियो र उनको पहिलो भिडियो थियो त्यो मेरो च्यानलमा। क्यामेराम्यान उनलाई पनि फोकस गर्नुहोला। र आज हामी यिनै दुईलाई हामी इन्टरभ्यू लिनेछौँ। कृपया भिडियोलाई हेर्दै जानु होला है, एकदम मजा आउनेछ, मजा इन्ट्रेस्टिङ हुन्छ यो भिडियो। ल सर्वप्रथम हाम्रो गल्ली क्रिकेट इन नेपाल होइन दसैँमा दशा जस्तो एकदमै मजेदार भिडियोमा चाहिँ आफ्नो जबरजस्त रोल निभाएर हजुर आउनु भएको छ मेरो च्यानलमा। आज हजुरको व्यक्तिगत जीवन मलाई पनि 100% मा 20% भन्दा थाहा छैन होइन। दर्शकहरूलाई केही आफ्नो नाम थर होइन हाम्रो ठेगाना हो, हामी सबैको एकै ठाउँमा हो, विशेष गरी हजुरको ठेगाना चाहिँ प्रस्ताइदिनुहोस् न है। नमस्कार, मेरो नाम चिउनी शर्मा बाग्ले, म भरतपुर 24 मा बस्छु। म हाल एसी दिएर बसिरहेको छु। हजुर, अब अर्को हाम्रो शख्स हुनुहुन्छ होइन भिलेन भर्सेस भिलेजर, अर्थात् मलाई त्यो भिडियोको नाम लिने बित्तिकै एकदम गर्व फिल हुन्छ मेरो होइन। लगभग 310-11 भ्युज आएको त्यो च्यानल त्यो भिडियोमा। र उनी व्यक्ति हजुरको नाम? सर्वप्रथम त सम्पूर्ण जुन यस च्यानलमा माया गर्नुहुन्छ उहाँहरूलाई नमस्कार र तपाईँलाई पनि धेरै धेरै धन्यवाद जुन मलाई यो इन्टरभ्यू दिने अवसर दिनुभएको छ। सर्वप्रथम त मेरो नाम विभूषण सुनार हो र म अहिले भरतपुर 24 मा बसिरहेको छु र म चाहिँ अहिले यही सान्तिनो भिडियोहरूमा काम गर्दछु। हस्, अब हजुरहरूको नाम थाहा पाइयो, थर थाहा पाइयो, त्यो मलाई अलरेडी थाहा थियो, तर हाम्रो दर्शकहरूले पनि थाहा पाउनु भयो। यस्तो भिडियो खेल्ने यिनीहरू को हुन्लान् भन्ने जिज्ञासु दर्शकहरूले आफ्नो जिज्ञासालाई मेट्ने अवसर पाउनुभयो। हजुरलाई धन्यवाद। मैले एकैताल मात्र बोलाएको थिएँ हजुरहरू दुईजनालाई र एकैतालमै नाइ नभनिकन आउनुभयो। म त्यसको प्रति चाहिँ सौभाग्य चाहिँ महसुस गर्छु आफूलाई होइन। अब विशेषमा उतै जान चाहे, हजुरको रुचि चाहिँ केमा छ? रुचि हुन्छ नि जुन म चाहिँ अब ठुलो भएपछि एक्टरै बन्ने हो, गेमर बन्ने हो, म चाहिँ प्लेयर बन्ने हो, विदेश जाने हो। अब हामीलाई थाहा नै छ हामी तीनजना एउटै स्कुलमा पढेको र एसी दिएर बसेका हौँ होइन। अब एसी पश्चात यो फ्री टाइममा हजुरहरूले के गर्दै हुनुहुन्छ त्यो चाहिँ मलाई नि अझै थाहा छैन, त्यसको बारेमा प्रस्ताइदिनुहोस् न है। हजुर, अब एसी पछि के गरिरहेछौँ भन्ने क्रममा चाहिँ अब मैले चाहिँ बेसिकली अब क्लासहरू ल्याइरहेको छु, कम्प्युटर क्लास र इङ्ग्लिस क्लास। र आगामी दिनहरूमा अब भविष्यको कुराहरू त कसैले देखाएको छैन, त्यही पनि ती भविष्यका केही कुराहरूलाई आफ्नो दिमागमा चित्रण गर्दै केही कुराहरू सोचेको छु, त्यो कुराहरू आफ्नै मनमा राख्न चाहन्छु। अहिले म यहाँ प्रश्न चाहिनँ। हस्, अब प्रश्न चाहिनँ भन्नाले चाहिँ अब यसबाट चाहिँ यो अर्थमा चाहिँ के बुझिन्छ भने हजुरको सोच चाहिँ नि सानोतिनो छैन, अब ठुलो भएपछि ठुलो भन्नाले भविष्यमा चाहिँ केही गर्छु भन्ने चाहिँ उम्मिद छ होइन। पक्कै पनि त्यो उम्मिद पुरा होस्, आशा चाहिँ नमरोस् होइन, त्यही नै हो। अब हामी जान चाहन्छौँ युनिस शर्मा वाग्लेतर्फ। हजुरको रुचि केमा छ? भविष्यमा यो गर्छु भन्ने के छ? अहिले त अब हाम्रो भिडियोमा आउनुभयो, खेल्नुभयो होइन, त्यो त अब फ्री टाइममै म्यानेज हुने खालको काम थियो, तर अब आफ्नो भविष्य केबाट बन्छ त्यसलाई प्रश्न। म चाहिँ अब भविष्यमा के गर्न चाहन्छु भने +2 क्लियर गरेर ब्याचलर जोइन गरे पश्चात त्यहाँ ब्याचलर पश्चात आइबाट जान चाहन्छु, जसबाट म विभिन्न सिप लिएर फेरि नेपाल फर्किन्छु, फेरि अनि नेपालमै काम गर्छु भन्ने। अब अहिलेको चाहिँ
नेपालभरि त्यही नै रहेको छ सन्दर्भ। अब हजुरको पनि त्यस्तै हो कि भन्ने बुझिन्छ। ओ हजुर हजुर त्यो राम्रै हो, विदेश गएर विभिन्न ज्ञान लिएर होइन, विभिन्न नलेज प्राप्त गरेर फेरि नेपालमै आएर नेपालमै लगाएर के गर्छु भन्ने त त्यो राम्रो हो। तर विभिन्न अहिलेको सन्दर्भमा फेरि धेरै चाहिँ जाने विदेश त्यही भनेर जाने, तर उतैको हावाले छुने हो कि के हुने, अनि उतै बस्ने उतै गर्ने, परिवारलाई नि बिर्सने खालको आशा छ। तपाईँले त्यस्तो गर्नुहुन्न, पक्कै फेरि नेपालले फर्केर नेपालमै प्रगति गर्ने हजुरको यो आशा जुन त्यो भविष्य छ त्यो चाहिँ नमरोस् भन्ने हामी कामना गर्दछु। अब बिचमा हल्का एउटा मनोरञ्जन गरौँ है। हजुरलाई म एउटा प्रश्न सोध्न चाहेँ विभीषण। भिलेन भर्सेस भिलेजरमा अब थाहा नै छ हजुरलाई होइन, त्यो भिडियोमा हजुर हुनुहुन्न सायद है। अब हजुरलाई त मैले भनेको थिएँ कि हजुरको ज्यान पनि ठिक छ होइन विभीषण, के गर्ने, हिरोको रोल ठिक छ हजुरको लागि होइन, तिम्रो लागि अब हुन्छ नि त, हिरोको रोल तिमी निभाउनु त हुन्न भनेर सोद्धा नो आई एम भिलेन भन्ने त्यो भन्नुभएको थियो। त्यतिखेर मलाई त्यति त्यसको बारेमा सोध्ने मलाई त्यति पनि मन लागेन, किनभने त्यतिखेर त फिल्म मेकिङकै चर्चा होइन, स्क्रिप्ट कसरी लेख्ने भन्नेमा मेरो ध्यान थियो। अब पुरै स्क्रिप्ट त मैले लेखेको हो होइन, त्यतिखेर अब मलाई त्यति खासै त्यसमा इन्ट्रेस्ट जागेन कि, जस्तै जेनसुकै बनोस् होइन। म आफैले पनि एउटा सामान्य रोल निभाएको छु होइन, किनभने मेरो बडी स्ट्रक्चरदेखि लिएर सबै कुरालाई मैले ध्यान दिनु पर्थ्यो। तर हजुरको सन्दर्भमा त्यो थिएन। हजुर त्यो विभीषण गर भाइ, सक्छस् हिरोको रोल भन्दाखेरि नो आई एम भिलेन भन्नुको अर्थ के थियो होइन, गुन्डै मनपर्ने, गुन्डाको रोल निभाउनु पर्ने, लास्टमा छुरी घोपेर मर्नु पर्ने थियो होइन। तर पनि त्यो लिनुमा चाहिँ हल्का मजा चाहिँ त्यो अलि त्यतिखेर सोध्न पाएन, तर अब यसो बताइदिनु पऱ्यो। तपाईँले भनेको प्रश्न पनि मैले बुझेँ। अब तपाईँले भन्नुभइरह अब तपाईँले मलाई हिरोको क्यारेक्टर चुज गर्न पाउँदा पनि मैले भिलेनलाई चाहिँ किन चुज गरेँ त भन्ने एकदम। अब त्यो भनेको चाहिँ अब मलाई के लाग्छ भने होइन, यो पब्लिकको डिमान्ड अनुसारले हुन्छ कि। मैले अब यहाँ सुन्नु, अब हिरो भनेको एउटा फिल्ममा बारम्बार देखिन्छ, हरेकचोटि देखिन्छ, तर भिलेन 15 मिनटको रोल हुन्छ, तर त्यो फिल्मलाई हलाएर राखिदिन्छ कि। हस् यसले मेरो मन छोयो होइन, एकदम जोरदार यो रमाइलो हो। अब एउटा प्रश्न सोधौँ है। मेरो चाहिँ धेरै भिडियोमा भन्दा नि अब 17वटा भिडियो मेरो च्यानलमा, जसमा सर्ट पनि छ। सर्टमा भन्दा नि अब हाम्रो लङकै कुरा गरौँ। अब चाहिँ मलाई तिमीहरू दुईजना होइन, तपाईँहरू दुईजनाकै एकदम बेस्ट लाग्छ। मैले त्यस्तो भन्न खोजेँ होइन, तर पनि उहाँको भन्दा चाहिँ मेरो बेस्ट है। के भन्न चाहनुहुन्छ उनको? ओ माई बेस्ट। उनको अब होइन पहिलो भिडियो थियो त्यो भिलेन भर्सेस भिलेजर, जुन हिट हो होइन, तर तपाईँको त्यस्तो कुनै पनि रहेन। त्यो नजरले त उनी नै बेस्ट हो कि? हिरो केन्डी लास्टमा आउँछ नि त। ओ के भन्न चाहनुहुन्छ? अब म यस्तो भन्न चाहन्छु कि होइन, उसले धेरै मिहिनेत गरेर उसले 10 गठामा मकै रोपेर 2टा घोगा मात्रै मकै पाउँछ भने, तर मैले 1 गठामा मकै रोपेर 10 ट्रक मकै पाउँछु। यो एक्जाम्पलले पुग्छ मलाई सायद लाग्छ। ल ठिक छ, यस्तै होला। अब हाम्रो नयाँ भिडियो आउँदैछ जुन काम भइरहेको छ, त्यसमा पनि उनी भिलेन हुन्छ, जुन फिल्ममा फेरि तपाईँ पनि हुनुहुन्छ। त्यसमा तपाईँ भिलेन भन्दा एकदम राम्रो रोल निभाउँदै हुनुहुन्छ नि होइन। अब त्यसप्रति फेरि के भन्नुहुन्छ? यो केजिएफ एनिमलहरूको कुरा आउँदाखेरि केजिएफ एनिमल मुभी भन्दा बेस्ट मुभी भएको बाहुबली हो, जसमा हिरोको क्यारेक्टर बेस्ट थियो। त्यही भएर मेरो विचारमा चाहिँ भिलेन भन्दा हिरो नै ठिक जस्तो लाग्छ। ठिक छ, अब एउटाले भन्नुहुन्छ भिलेन, एकजनाले भन्नुहुन्छ अब हिरो होइन। अब ठिक छ, दुईजनाकै मतभेद राम्रै हो होइन। अब त्यो अन्तरमा अब तपाईँहरूको यो फ्री टाइममा चाहिँ के गर्नु भइरहेछ त? फ्री टाइम भन्दा चिल गर्ने हो। त्यही हो। ठिक छ। अनि त अब एमको कुरा नि भयो होइन, कक्षा अब यही 10 को पास गरायो भने सबै भइहाल्यो। अब त्यही हो चासो अब होइन, हजुरको हिरोपट्टि उनको भिलेनपट्टि। ठिक छ, दुईजनाको रोल पनि राम्रो निभाउनु भइरहेको छ, यो पनि राम्रो होइन। अब म एउटा प्रश्न सोध्न चाहेँ तपाईँहरू दुईजनालाई। तपाईँलाई एउटा फिल्मको अफर आयो मिस्टर युनिस होइन, हजुरलाई चाहिँ एउटा फिल्मको अफर आयो, त्यसमा तपाईँले एनी जुन रोल पनि निभाउन पाइयो के, जुन रोल पनि निभाउनु पाइयो। अब तपाईँले कुन चाहिँ रोल, म हिरोको रोल निभाउँछु या म भिलेनको रोल निभाउँछु या म कमेडियनको रोल निभाउँछु भनेर एउटा रोज्न पाए तपाईँ के को रोल चाहिँ निभाउन इच्छुक हुनुहुन्छ? हिरो। ठिक छ। अनि हजुर? अलवेज भिलेन। अब होइन तपाईँ हिरो, तपाईँ भिलेन? म भिलेन हो, तर ऊ चाहिँ कुन हिरो? कमेडियन हिरो हो क्या? नो आई एम रियल हिरो विच इज जसले त्यो जुन लास्टमा आउने भिलेनलाई पनि मार्न सक्छ। अब मैले एउटा कुरा गर्न खोजेँ है, म चाहिँ अब तपाईँले धेरै इन्टरभ्यू सोध्नु हो, इफ यु डोन्ट माइन्ड अब मैले चाहिँ तपाईँको इन्टरभ्यू सोध्छु है त। संस्थापकसँग तपाईँ एउटा होइन
जुन चाहिँ मैले नै तपाईँलाई बोलाएको तपाईँ मेरो इन्टरभ्यू लिनु हजुर मैले तपाईँलाई इन्टरभ्यू लिन चाहेँ होइन अब मैले चाहिँ तपाईँ यो इन्टरभ्यू लिने चाहिँ भएपछि यो काबी पनि तपाईँको हातमा छ। ओके वाइ नट अब म तपाईँलाई एउटा कुरा सोच्न चाहन्छु कि होइन मिस्टर किशोर जुन यो मुभीको डाइरेक्टर प्रोड्युसर सबै ह्यान्डलिङ गर्नु अब तपाईँ एउटा कुरा भन्न चाहेँ है, जुन चाहिँ हाम्रो प्री एसी भन्ने हुन्छ नि त्यसमा चाहिँ एउटा आथ्यो मुभी रिभ्यू र बुक रिभ्यू भन्छ होइन। बुक रिभ्यूमा एउटा लेख भनेर आथ्यो, मैले मुभी रिभ्यू लेखेँ। भिलेन भर्सेस भिलेजरकै मैले मुभी रिभ्यू लेखेको थिएँ जुन उहाँले पनि लेख्नु भएको थियो, जसमा चाहिँ त्यो 7 मार्क्सको थियो कि 8 मार्क्सको थियो। त्यसमा चाहिँ मेरो 6.5 मार्क्स आएको थियो भने उसको हाफ पेज पनि भएको थिएन होला। सुरुको त्यो जुन कास्ट भन्ने त्यो डिस्क्राइब हुन्छ नि त्यति मात्र थियो उसको, त्यसबाट नि उसको 5 नम्बर त त्यसै पनि आएको थियो होइन। हो नि यो फिल्मले हामीलाई स्टडीमा पनि एकदम मद्दत गरेको थियो होइन, त्यही मैले जोड्न चाहेँ। अब तपाईँ मलाई के सोध्नु सक्नुहुन्छ? ए मैले भनेको अब तपाईँ चाहिँ त्यो मुभीको प्रोड्युसर डाइरेक्टर सबै तपाईँ नै हुनुहुन्छ। अब तपाईँको च्यानलको ओजी नेपाली च्यानलको सबैभन्दा ब्लकबस्टर मुभी भन्न पनि सफल भएको छ। त्यो मुभीबाट चाहिँ तपाईँलाई कतिको इन्कमहरू आएको छ त? यसको लागि म माग आफै चाहिँ हातसम्म के अरे समात्न चाहिँ मैले मागेँ होइन, किनभने मेरो जवाफले तपाईँको केही गरी झर्न सक्छ। म छिट बसिरहेको थियो के हो भने सुन्नु नि यता भ्युज कति छ? भ्युज त अब ब्लकबस्टर मुभी भइसकेपछि त भ्युजको त बर्सात होला नि त्यसमा तपाईँलाई बर्सात 310 बर्सात हो 310 सब्सक्राइबर पनि 310 होइन। यसले मलाई कति चाहिँ प्रफिट हुने साथी यार, तिमीलाई पनि मैले 5 रुपियाँ एउटा ललिपप किनेर बोला होइन र भने। अब साथी अब त्यो कुरा भन्नाले म त भिलेन हो जुन मैले त्यहाँ ब्लकबस्टर मुभी देख्छु। अब तपाईँले यो कुरा चाहिँ भन्न नहुने थियो तर भनिहाल्नु भयो, ठिकै छ। हजुर हो एउटा कुरा क्या त्यो तिमीलाई पनि थाहा होइन साथी होइन। जस्तै उसलाई चाहिँ मैले त्यो दसैँमा दसैँ आज भन्दा करिब 2 वर्ष अगाडिको दसैँमा चाहिँ होइन आउनु त साथी आऊ भने ऊ चाहिँ उता काभ्रे उसको पहाड घर जुन चाहिँ तपाईँको पहाड घर काभ्रे ऊ होइन एउटा जोड्न चाहेँ कि हो मेरो त्यो फिल्म मेकिङकै क्रममा भएको एउटा रमाइलो कथा हो होइन। अनि त्यसपछि ल आउन त मेरो यता रोलको खाँचो छ होइन, एउटा सामान्य व्यक्तिको रोल निभाउनु पर्यो, त्यो प्रमुखै व्यक्ति हो भनौँ न होइन। बोलाएको मैले ऊ चाहिँ होइन यार म त भोलि नै जानुपर्छ मेरो काभ्रे होइन, अब टिकाको लागि टिका आउँदैछ भनेर भन्यो। अनि त्यसपछि होइन कि आज एक दिन अहिले एकछिन आएर एकैछिनको क्लिपमा पनि हुन्छ भनेर भने, त्यसपछि ऊ मानेन। अनि फुलपाती पछि हो क्या त्यो कुरा होइन। अनि त्यसपछि हाम्रो चाहिँ घरमा मासु ल्याइसकेको थियो कि खसीको मासु टक्क थियो। मैले के भने केही भने होइन, आऊ बिर्स्यो होला होइन, आऊ के बिर्सिने यस्तो कुरा, आऊ घरमा मासु छ 2 पिस दिउँला एउटा रोल खेल्नु पर्यो क्या भन्दा भने होइन। सुन मैले भनेर त्यो फोन राखेँ होइन, राखेको 2 मिनट नपुग्दा साइकल लिएर कुन रोल हो खोइ देखा त स्क्रिप्ट देखा त भनेर भनेपछि आएँ। त उहाँले तपाईँलाई पहिला सुरु स्क्रिप्ट माग्नु भयो कि 2 चोक्टा मासु माग्नु भयो? होइन पहिला स्क्रिप्ट माग्यो, स्क्रिप्ट देखा त भन्यो, मैले स्क्रिप्ट देखाएँ। घर जाने बेला मैले मासु कुरै गरिनँ कि मासु कुरै गरिनँ, गएन बसेँ है। त्यसपछि अनि भान्सामा टक्क बसेको के हो खसीको मासु हो कि बुङ्गुरको भनेर आफै सोध्यो, खाने हो र भनेर भने खाऊँ न त फिल्म खेलेर थाक्यान्छु भन्यो। अनि खाइयो मजा साथीभाइ हामी 2 जना, अनि प्रवेशहरू पनि थियो होइन, खायो। अनि त्यसपछि उनी गयो। त्यसपछि त्यसको लागि चाहिँ त्यस्तो कथा भएको थियो भने तपाईँको त्यो भिलेन भर्सेस भिलेजरको लागि एउटा ललिपपमा चाहिँ तपाईँलाई बोलाइएको थियो होइन। अब यस्तो छ बजेट, अब मलाई के चाहिँ अब मनीको बर्सात हुने त्यसको लागि त उहाँहरूले पनि सपोर्ट गर्नु पऱ्यो नि होइन। ठिकै छ। अब हामी चाहिँ यो दर्शकको लागि अझै राम्रो ब्लकबस्टर मुभी ल्याउँछ जुन ग्याङस्टरको हुन्छ त्यो मुभी चाहिँ। अब म चाहिँ अब भिलेन पनि अलि राम्रो खाले भिलेन जुन 2 चोक्टा मासुको लागि बिक्ने चाहिँ परेन। अर्कोचोटि म फुल आफ्नो पेमेन्ट लिन्छु। त्यस कारणले गाइस तपाईँहरूले चाहिँ लाइक सपोर्ट गरिदिनु पर्यो। ल म कुनै 2 चोक्टा मासुमा बिक्ने हिरो चाहिँ होइन, त्यसरी म भिलेनै ठिक छु। ठिक छ अब यस्तै हो होइन, बजेट छैन, बजेट अब आफैले खर्च गर्नुपर्छ तर धेरै चाहिँ गर्नु पर्दैन जस्तो लाग्छ। हजुरहरूको सपोर्ट मायाले चाहिँ अब साह्रै नै हामी ग्रो हुँदैछौँ होइन, बिस्तारै धेरै कति 7 महिना पश्चात यो भिडियो सुटिङ हुँदैछ किनभने एसी चल्यो के भयो होइन, बयान पाइएन। अब त्यही भएर यो चाहिँ अहिलेको फ्री टाइममै बनाउने हो। अब एउटा इन्टरभ्यू लियो, रमाइलो पल बिताइयो होइन। ठिक छ अब एउटा फिल्म आउँदैछ एकदमै खतरा र बिचमा यस्तो इन्टरभ्यूहरू पनि आउनेछ, त्यही भएर सब्सक्राइब चाहिँ गर्नु, लाइक गर्नु, सेयर गर्नु होइन, जति सक्दो चाहिँ फैलाउने यो भिडियोलाई बुझ्नुभयो हजुरहरू सबैले होइन। अब बिदा माग्नु पर्यो कि हस् यो च्यानललाई यो ओ नेपाली च्यानललाई सम्पूर्णले सब्सक्राइब गरेर हामीलाई साथ सपोर्ट दिनु होला।
हुन्छ, सम्पूर्णले यस च्यानललाई म पनि त्यही भन्छु, जुन सपोर्ट गर्नुभएको छ, गर्नु पनि हुनेछ। र अब आगामी दिनहरूमा हजुरको लागि यस्तै ग्याङस्टर एउटा म भिलेनको रोल निभाउँछु, जुन हिरोलाई मैले मेरो वरिपरि पनि आउन दिन्न, त्यस्तै खालको रोल निभाउँछु। तपाईँहरूको लागि मिस्टर च्यानललाई सपोर्ट गर्नुहोला।